मेरो बेबी थारू भएकाले आज त मैले नि मिठो घुङ्गी खान पाए। अलराइट गाइज, वेलकम टु माई मिनी भल। आज अफ ड्युटीका दिन घुमघाम गरी माइन्ड फ्रेस बनाउने चाहना सहित हामी कालीमाटी हुँदै हनुमान ढोका तर्फ लाग्यौ। कालीमाटी बजारको माछा पसलबाट जाँदै गर्दा त्यहाँ घुङ्गी देख्न साथ हामीलाई त घुङ्गी लिन मन लाग्यो। सो हामी 1 केजी घुङ्गी प्याक गरायौ। हाम्रो गाउँ घरमा पोखरी नदीहरूमा यतिकै पाइने घुङ्गी यहाँ सहर बजारतिर 150 पर केजी रुपियाँ तिर्दै गर्दा एकजना अनमोल भाइ हाम्रो भ्लग एन्ड भिडियो रेगुलर हेर्दै हुनुहुँदो रहेछ भन्दै ह्यान्डसम फ्लोर भाइ, दादा म नि हजुरको भ्लगमा आउँछु भनेर भाइसँग फोटो भिडियो बनाउँदै ड्याडसँग हामी दरबार स्क्वायर पुग्यौ। घरमा कम्फर्टेबल हुने गरी लगाउनका लागि ड्याडको लागि एउटा ट्र्याक प्यान्ट किनिदिए। फ्यान्सीहरूमा मात्र लुगा नकिनी मलाई त फुटपाथमा बेच्दै गरेको अंकलहरूसँग लुगा किन्न रमाइलो लाग्छ। धेरै हाई प्राइस नि हुँदैन र उहाँहरूको नि व्यापार हुन्छ। सब ह्याप्पी भन्दै बेबी र ड्याडले धरहराको अपोजिटमा रहेको लस्सी पसलमा उहाँहरू लस्सी खानु भयो। अनेस्टली भन्नु पर्दा लस्सी पनि थरी थरीका हुँदो रहेछ भन्ने कुरा मैले आजै थाहा पाएँ र मलाई खासै यो लस्सी ससीमा इन्ट्रेस्ट हुँदैन। सो बेबीले जबरजस्ती थोरै भए नि खाऊ भनेर नको मात्रामा लस्सी खाँदै हामी घर पुग्यौ। न त हाम्रो सर्लाहीतिर प्राय सबैको घरमा घुङ्गी खान्छ, तर थारूहरूको एकदमै स्पेशल फुड जुन चाहिँ हेल्थको लागि एकदमै सही हुने रहेछ भन्दै हामी मिठो घुङ्गी खायौ। धन्यवाद।